शिक्षक सेवा आयोग लाइसेन्स तयारी गरेर बसिराख्नुभएका सम्पूर्ण साथीहरुमा पुनः नमस्कार। आज मैले नयाँ सेट 5 लिएर आएको छु। यसभन्दा अगाडि हामीले सेट 4 सम्म तयारी गरिसकेका छौं। अब ढिला नगरी प्रश्नहरु सुरु गरौं। पहिलो प्रश्न रहेको छ, पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने सर्वप्रथम पहिले पत्ता लगाउने वैज्ञानिक को हुन्? अप्सनहरु छ एडमन्ड हेली, निकोलस कोपर्निकस, सर आइज्याक न्यूटन र आर्किमिडीज, जसको सही उत्तर हुन्छ निकोलस कोपर्निकस। त्यसैगरी दोस्रो प्रश्नमा जाउँ। जलवायुको हिसाबले सबैभन्दा बढी तापीय भिन्नता कति डिग्री अक्षांशमा हुन्छ? जलवायुको हिसाबले सबैभन्दा बढी तापीय भिन्नता कति डिग्री अक्षांशमा हुन्छ? अप्सनहरु रहेको छ 20 डिग्री देखि 30 डिग्रीको बीचमा, 15 देखि 35 डिग्री बीचमा, 5 डिग्री तलमाथि भनेको भूमध्य रेखादेखि, त्यसैगरी 30 डिग्री देखि 45 डिग्रीको बीचमा। जसको सही उत्तर हो 20 डिग्री देखि 30 डिग्रीको बीचमा। त्यसैगरी तेस्रो प्रश्न छ, अस्ट्रेलिया महादेशको सबैभन्दा लामो पर्वत श्रृङ्खला कुन हो? अस्ट्रेलिया महादेशको सबैभन्दा लामो पर्वत श्रृङ्खला कुन हो? अप्सनहरु रहेको छ एन्डिज, हिमालय, ग्रेट डिभाइडिङ रेन्ज र कुनै पनि होइन। जसको सही उत्तर रहेको छ ग्रेट डिभाइडिङ रेन्ज। त्यसै गरेर नेक्स्ट क्वेशन छ, महाभारत पर्वतदेखि हिमालसम्म फैलिएको जिल्ला कुन हो? महाभारत पर्वतदेखि हिमालसम्म फैलिएको जिल्ला कुन हो? जसको अप्सनहरु छ दोलखा, धादिङ, गोरखा र सङ्खुवासभा। जसको सही उत्तर हो धादिङ। त्यसैगरी प्रश्न नम्बर 5 रहेको छ, तलका मध्ये कुन जोडा गलत छ? तलका मध्ये कुन जोडा गलत छ? यहाँ जिल्ला र जिल्ला सदरमुकाम दिएको छ। दैलेख, दैलेखको दैलेख, पाल्पाको तानसेन, जुम्लाको खलङ्गा र सिराहाको मिर्चैया। यसमध्ये गलत जोडा भनेको सिराहाको मिर्चैया नभएर लाहान हो। त्यसैगरी अर्को प्रश्न रहेको छ, स्वामी महाराज भन्नाले कसलाई चिनिन्छ अथवा कसलाई बुझाउँदछ? स्वामी महाराज भन्नाले कसलाई बुझाउँदछ? अप्सनहरु रहेको छ रणबहादुर शाह, राजा जनक, यक्ष मल्ल र श्रीनिवास। यहाँ मल्ल चाहिँ हो, मानस भएछ। मल्ल। जसको सही उत्तर हो रणबहादुर शाह, जसलाई स्वामी महाराज भनेर चिनिन्छ। त्यसैगरी नेक्स्ट क्वेशन रहेको छ, कुन भनाइ गलत छ? दिएका मध्ये कुन चाहिँ भनाइ चाहिँ गलत छ भनेर भनेको छ। नेपालको सबैभन्दा पुरानो मन्दिर पशुपतिनाथलाई चिनिन्छ अथवा भनिन्छ। त्यसै गरेर शिलालेखमा स्वस्ति नेपालव्य
भनेको नेपालको कल्याण होस् भनी लेख्ने राजा उदयदेव हुन्। त्यसैगरी तिब्बतमा शरण लिने लिच्छवी राजा वसन्तदेव हुन्। त्यसैगरी अंशुवर्मा ठकुरी वंशका थिए। अब यहाँ दिएका मध्ये गलत चाहिँ कुन हो भनेको छ। यसमा गलत भनेको अंशुवर्मा भनेको ठाउँमा वंशुवर्मा भएछ। अंशुवर्मा, यो अंशुवर्मा चाहिँ ठकुरी वंशका थिए, यो चाहिँ राइट छ। त्यही भएर हाम्रो अप्सन ख चाहिँ रङ भयो। यहाँ अरू सबै गलत छन्, अंशुवर्मा चाहिँ ठिक छ। हामीलाई चाहिँ गलत चाहिँ छुट्याउनु पर्ने हैन त। अब प्रश्न नम्बर 8 मा जाउँ। हिन्दू धर्ममा विशेष महत्त्व राख्ने सुखरात्रि पर्वले कुन दिनलाई बुझाउँदछ? यो सुखरात्रि पर्व भनेर कुन दिनलाई चाहिँ बुझाउँदछ? जसको सही उत्तर हो लक्ष्मी पूजा। जसको सही उत्तर हो लक्ष्मी पूजा। त्यसैगरी नेक्स्ट क्वेशन रहेको छ, कुन कुन भनाइ सही छ अथवा छन्? यहाँ दिएका मध्ये कुन कुन भनाइ सही छन्? पहिलो छ, लिम्बू भाषामा नेपालको अर्थ समतल मैदान हुन्छ। लिम्बू भाषामा नेपालको अर्थ समतल मैदान हुन्छ, यो ठिक छ। किराँत भाषामा नेपालको अर्थ उनको घर हुन्छ, यो पनि ठिक छ। भनेपछि हाम्रो उत्तर चाहिँ माथिका दुवै ठिक भयो। त्यसैगरी नेक्स्ट क्वेशन छ, योजनाको सम्बन्धमा सही जोडा छनौट गर्नुहोस्। योजनाको सम्बन्धमा सही जोडा छनौट गर्नुहोस् भनेको छ। नुमेरिकल टार्गेट तोकिएको योजना, त्यसै गरेर पर्याप्त पर्यटनको योजना ल्याएको, त्यसै गरी सबैभन्दा बढी खर्च भएको योजना, अनि 2 प्रकारका लक्ष्य तोकिएको योजना। अब यहाँ हाम्रो कुन चाहिँ ठिक हुन्छ त? हाम्रो के भनेको छ? योजनाको सम्बन्धमा कुन चाहिँ सही छ भनेको छ। अब यहाँ तल अप्सनहरू छ। अब यहाँ हेरौँ, हामीले यो हेर्यौँ भने नुमेरिकल टार्गेट तोकिएको तेस्रो हो। त्यसै गरेर यहाँ तेस्रो भनेको नुमेरिकल तेस्रो भनेको यहाँ सेकेन्ड अप्सन भयो। त्यसै गरी पर्याप्त पर्यटन भनेको छैटौँमा, बढी खर्च भएको सबैभन्दा बढी खर्च भएको 5औँमा, र 2 प्रकारका लक्ष्य तोकिएको सबैभन्दा बढी खर्च भएको दोस्रो, त्यसै गरी 2 प्रकारका लक्ष्य तोकिएको 5औँमा। त्यसकारणले हाम्रो उत्तर के हुन्छ? क चाहिँ ठिक हुन्छ। त्यसै गरेर नेक्स्ट क्वेशन छ, नेपालमा व्यक्तिगत घटना दर्ता थालनी कहिलेबाट भएको हो? नेपालमा व्यक्तिगत घटना दर्ता थालनी कहिलेबाट भएको हो? जसको सही उत्तर रहेको छ 2000 विक्रम सम्वत 2035 देखि नेपालमा व्यक्तिगत घटना दर्ता थालनी गरिएको हो। त्यसै गरी 12 नम्बर प्रश्न रहेको छ, हिरामा कति प्रतिशत कार्बन हुन्छ? अप्सनहरू रहेका छन् 93%, 95%, 87%, 100%। यसको सही उत्तर हो हिरामा 100% कार्बन हुन्छ। त्यसै गरी यो समसामयिक क्वेशन छ नेक्स्ट, आईसीसी मेन्स T20 वर्ल्ड कप एसिया एन्ड इपिए क्वालिफायर 2025 अन्तर्गत अस्ति भर्खर भएको खेल अन्तिम सुपर 6 खेलमा नेपालले कुन देशलाई हराएर फाइनल जितेको थियो? नेपालको फाइनलमा कुनसँग थियो?
संयुक्त अरब इमिरेट्स युएईसँग थियो कि कतारसँग थियो कि सामोआसँग थियो कि ओमानसँग? जसको सही उत्तर हो अन्तिम खेल सामोआलाई हराएर नेपालले सबै गेम जितेर फाइनल पनि जितेको थियो। त्यसैगरी सरकारद्वारा घोषित नेपालको पहिलो ग्रामीण पर्यटकीय गाउँ कुन हो? यहाँ नेपालद्वारा घोषित नेपालको पहिलो ग्रामीण पर्यटकीय गाउँ कुन हो? अप्सनहरू रहेको छ कास्कीको हेम्जा, लमजुङको घलेगाउँ, स्याङ्जाको सिरुबारी र मुस्ताङको मार्फा। जसको सही उत्तर हो स्याङ्जाको सिरुबारीलाई चाहिँ हाम्रो के भनेको थियो? पहिलो ग्रामीण पर्यटकीय गाउँ घोषित गरिएको थियो। त्यसैगरी 15 नम्बर प्रश्न रहेको छ संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रहरूमा पर्ने राष्ट्रहरू कुन कुन हुन्? संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रहरूमा पर्ने राष्ट्रहरू कुन कुन हुन्? यहाँ रहेको छ अप्सनहरू रसिया, चीन, संयुक्त राज्य अमेरिका, बेलायत र जापान। हामीलाई एउटा फर्मुला छ एफआरएसीई। एफआरएसीई भनेर हामीले एउटा यसको सूत्र फ्रान्स, रसिया अनि अमेरिका, चाइना र बेलायत भनेपछि अब यहाँ हेरौँ हामीले यसमा फ्रान्स छैन, यसमा फ्रान्स छ, चीन, रसिया, बेलायत, संयुक्त राज्य अमेरिका र फ्रान्स यो अनि त्यसै गरेर चीन, रसिया, बेलायत, संयुक्त राज्य अमेरिका र इटाली अनि त्यसै गरेर हाम्रो छ चीन, रसिया, बेलायत ब्राजिल, संयुक्त राज्य अमेरिका र फ्रान्स गरेर दिएको छ। जसको सही उत्तर हो हाम्रो चीन, रसिया, बेलायत, संयुक्त राज्य अमेरिका र फ्रान्स। भनेपछि एफआरएसीईएस बाट इङ्ल्यान्ड भनेर सम्झिनु पर्यो। इङ्ल्यान्डलाई बेलायत पनि भनियो। अनि पछि गएर शिक्षाको व्यापक अर्थलाई तलको कुन वाक्यले समेट्दैन भनेको छ? शिक्षाको व्यापक अर्थलाई तलको कुन वाक्यले समेट्दैन भनेको छ? औपचारिक, अनौपचारिक, नियमित र अनियमित सबै खाले तरिकाबाट आर्जन गरिन्छ, यो ठिक हो। अनि पछि मानिसले जन्मदेखि मृत्यु पर्यन्त आर्जन गर्ने, यो पनि व्यापक नै हो। विद्यालय वा शैक्षिक संस्थामा गएर खास गरी कक्षा कोठाभित्र लिने ज्ञान र सिपलाई मात्र शिक्षा भनिन्छ, यो सङ्कुचित अर्थभित्र गयो। बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक, संवेगात्मक लगायत समग्र पक्षको विकास गर्ने माध्यमको रूपमा शिक्षालाई लिइन्छ भनेको यो पनि व्यापक भयो। हाम्रो गलत चाहिँ के छ त? ग नम्बर, विद्यालय वा शैक्षिक संस्थामा मात्रै गएर विशेष गरी कक्षा कोठाभित्र भन्ने कुरा चाहिँ के भयो? गलत भयो। त्यसै गरी प्रश्न नम्बर 17 रहेको छ व्यक्तिलाई आत्मनिर्भर बनाउने शिक्षाको कुन कार्य अन्तर्गत पर्दछ? व्यक्तिलाई आत्मनिर्भर बनाउने कार्य चाहिँ शिक्षाको कुन कार्य अन्तर्गत पर्दछ? आत्मनिर्भर बनाउने भनेको आर्थिक रूपले सबल बनाउने, तसर्थ यो के हुन्छ त? आर्थिक कार्य अन्तर्गत पर्यो। त्यसै गरी हामीले हेरौँ नेक्स्ट क्वेसन सिकाइ व्यवहारलाई भविष्यवाणी गर्न सकिने धारणा कसले राखेका छन्? सिकाइ व्यवहारलाई भविष्यवाणी गर्न सकिने धारणा कसले राखेका छन्? पहिलो अप्सन छ हर्लक, सेकेन्ड इभान प्याभलभ, अनि आर्नोल्ड गेसेल्स र बिएफ स्किनर। व्यवहारलाई भविष्यवाणी गर्न सकिने धारणा राख्ने के दार्शनिक अथवा मनोवैज्ञानिक को हुन् त? जसको सही उत्तर हो बिएफ
स्किनर उनले प्रयत्न तथा भूल सिद्धान्त प्रतिपादन गरेका थिए। त्यसै गरेर नयाँ जीवनको समायोजन हुने अवस्था कुन हो? नयाँ जीवनको समायोजन हुने अवस्था कुन हो? अप्सनहरू रहेका छन् शैशव अवस्था, यौवनावस्था, पूर्व बाल्य अवस्था र उत्तर बाल्य अवस्था। यो खास गरी शैशव अवस्था चाहिँ के हो? नयाँ जीवनको समायोजन हुने अवस्था हो। यहाँ नवजात अवस्था दिएको भए त्यसलाई पनि राख्न सकिन्थ्यो। शैशव अवस्था चाहिँ के हो? नयाँ जीवनको समायोजन हुने अवस्था हो। त्यसै गरी तलका मध्ये कुनले मानव वृद्धिलाई जनाउँदछ भनेर हामी 20 नम्बरको प्रश्नमा छौँ। जन्मदेखि मृत्यु पर्यन्त चलिरहन्छ। यो वृद्धि जन्मदेखि मृत्यु पर्यन्त चल्दैन, यो विकास चाहिँ हो। परिमाणात्मक परिवर्तन हो। मापन तथा अवलोकन गर्न सकिन्छ, अनुभवसँग सम्बन्धित हुन्छ। अब यो अप्सनहरू ग र घ चाहिँ मिल्छन्। मापन, यसलाई वृद्धिलाई मापन पनि गर्न सकिन्छ, अवलोकन पनि गर्न सकिन्छ। तर सबैभन्दा बेस्ट चाहिँ के हो? परिमाणात्मक परिवर्तन हो। किन? विकासलाई पनि मापन र अवलोकन गर्न सकिन्छ। त्यो भएको कारणले गर्दा। अनि पछि प्रश्न नम्बर 21 रहेको छ। सिकाइको क्रममा पहिलोबाट दोस्रोमा र दोस्रोबाट तेस्रो र तेस्रोबाट चौथोमा स्थानान्तरण हुन्छ भने त्यसलाई कस्तो स्थानान्तरण भनिन्छ? पहिलोबाट दोस्रोमा, दोस्रोबाट तेस्रो, तेस्रोबाट चौथोमा स्थानान्तरण हुन्छ भने त्यसलाई कस्तो स्थानान्तरण भनिन्छ? पहिलो छ अप्सन छ कर्मिक स्थानान्तरण, सकारात्मक स्थानान्तरण, समतलीय स्थानान्तरण र लम्बीय स्थानान्तरण। यो भनेको अब यो खास गरी क्रमैसँग भएपछि यो चाहिँ कर्मिक स्थानान्तरण अन्तर्गत पर्यो। सकारात्मकले एउटाले अर्कोलाई सहयोग गर्ने एउटा सिकाइले। त्यसै गरी अब सिकाइले केलाई सङ्केत गर्दछ भन्छ। सिकाइले केलाई सङ्केत गर्दछ? सिकाइले व्यवहारमा परिवर्तन हो कि, तौलको परिवर्तन हो कि, उचाइको परिवर्तन हो कि शरीरको परिवर्तन? यी सबैले चाहिँ केलाई सिकाउँ? यो चाहिँ वृद्धिले हो। यो चाहिँ सिकाइ चाहिँ के गर्छ? व्यवहारमा आउने सकारात्मक परिवर्तनलाई सिकाइ भनिन्छ। त्यो कारणले गर्दा व्यवहारमा परिवर्तन हुने कुरालाई यसले के गर्छ त? सङ्केत गर्दछ। अब शास्त्रीय सम्बन्धन अथवा प्रत्यावर्तन सिकाइ सिद्धान्तका प्रतिपादक को हुन्? शास्त्रीय कन्डिसनल थ्योरी कसले पत्ता लगाएका हुन् त? इभान पी प्याभलभले हो कि, बिएफ स्किनरले हो कि, एल थर्नडाइकले हो कि रबर्ट ग्याग्नेले हो? यो खास गरी इभान बी प्याभलभको कुकुरसँग सम्बन्धित यो शास्त्रीय सम्बन्ध प्रत्यावर्तनको सिकाइ सिद्धान्त हो, या सार थ्योरी पनि भनिन्छ। त्यसै गरेर 24 नम्बर प्रश्न रहेको छ। सिकारु वा प्राणीले अपेक्षित वा सही व्यवहार देखाए पश्चात उक्त व्यवहारलाई बलियो बनाउन प्रदान गरिने पुनर्बल तलका मध्ये कुन हो? सिकारु वा प्राणीले अपेक्षित वा सही व्यवहार देखाए पश्चात उक्त व्यवहारलाई बलियो बनाउन प्रदान गरिने पुनर्बल तलका मध्ये कुन हो? एउटा दण्ड छ, सकारात्मक पुनर्बल, नकारात्मक पुनर्बल, दण्डात्मक। यो सही व्यवहार देखाएपछि भनेको यो के हो? सकारात्मक पुनर्बल। त्यसै गरेर यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्नुहोला। फेसबुकमा हुनुहुन्छ भने फलो गर्नुहोला। भिडियो कस्तो लागिरहेको छ? राम्रो लागे, नराम्रो लागे, जे छ कमेन्टमा। नराम्रो छ भने सुझाव दिनुहोला, राम्रो छ भने पनि अब नयाँ म राखिरहेको हुन्छु। विशेष गरी म्याथमेटिक्स र जीकेसँग सम्बन्धित प्रश्नहरू राखिरहेको हुन्छु। अब नेक्स्ट क्वेसनमा जाउँ। प्रश्न नम्बर 25 रहेको छ। पाठ्यक्रमलाई मानव जातिको सम्पूर्ण ज्ञान तथा अनुभवहरूको सारको रूपमा लिनुपर्दछ भन्ने भनाइ तलका मध्ये कसको हो? पाठ्यक्रमलाई मानव जातिको सम्पूर्ण ज्ञान तथा अनुभवको सारको रूपमा लिनुपर्दछ भन्ने भनाइ तलका मध्ये कसको हो? अप्सनहरू रहेका छन् इभाइल दुर्खिम, क्रोएन क्रो, फोरवेल र
हिल्दा टावा। यो कसले हो त? जसको सही उत्तर रहेको छ यो चाहिँ फ्रोबेलले भनेका हुन्। त्यसै गरेर नेक्स्ट क्वेसन छ, आधारभूत शिक्षा कक्षा 6-8 पाठ्यक्रम 2069 मा स्थानीय पाठ्यक्रमका लागि कति पूर्णाङ्क छुट्याइएको छ? है त, कति पूर्णाङ्क छुट्याइएको छ त? 100 हो कि 120 हो कि 80 हो कि 50 हो त? जसको सही उत्तर हो 50। यहाँ अलिकति चाहिँ एउटा यहाँ अघि हाम्रो चाहिँ यो फ्रोबेल नभएर के हो त, क्रो एन्ड क्रो है। यहाँ अघि अलिकति मिस्टेक भएछ, फ्रोबेल नभएर के हो त, क्रो एन्ड क्रो चाहिँ हो। अनि नेक्स्ट क्वेसन छ, तलका मध्ये पाठ्यक्रमको कुन ढाँचा सिकारु केन्द्रित ढाँचा अन्तर्गत पर्दछ? तलका मध्ये पाठ्यक्रमको कुन ढाँचा सिकारु केन्द्रित ढाँचा अन्तर्गत पर्दछ? बाल केन्द्रित ढाँचा, अनुभव केन्द्रित ढाँचा, मानवतावादी ढाँचा, सबै। जसको सही उत्तर हो यो चाहिँ सबै। माथिका सबै चाहिँ के हो त, बाल केन्द्रित ढाँचा, सिकारु केन्द्रित ढाँचाहरू अन्तर्गत परे। त्यसै गरेर यो प्रश्न नम्बर 28 रहेको छ, एउटा शिक्षकले आफूले वर्षभरि पढाउने विषयसँग सम्बन्धित भएर बनाउने योजना तलका मध्ये कुन हो? आफूले वर्षभरि पढाउने विषयसँग सम्बन्धित भएर पाठ योजना हो कि वार्षिक कार्ययोजना हो कि दैनिक कार्यतालिका हो कि वार्षिक कार्यतालिका हो? यहाँ खास गरी वर्षभरिको कुरा, यो खास गरी के हुन्छ त, पढाउने कुरा चाहिँ के हुन्छ, यो वार्षिक कार्ययोजना। यो वार्षिक कार्यतालिका भन्नेलाई हामीले वार्षिक कार्यपात्र पनि भन्छौँ, त्यो चाहिँ शिक्षकले भन्दा पनि प्रले बनाउने हो। अनि प्रश्न नम्बर 29 रहेको छ, शैक्षणिक सङ्गठनमा क्षमता र उपलब्धि अनुसार कुनमा शिक्षण गराइन्छ? क्षमता र उपलब्धि अनुसार कुनमा शिक्षण गराइन्छ? अप्सनहरू रहेका छन्, कक्षा शिक्षण, मिश्रित शिक्षण, त्यसै गरेर बहुकक्षा शिक्षण र विषय शिक्षण। अब क्षमता र उपलब्धि अनुसार पढाइने चाहिँ खास गरी केमा हो त, मिश्रित शिक्षणमा चाहिँ के गरिन्छ त, क्षमता र उपलब्धि अनुसार के गरिन्छ, शिक्षण गरिन्छ। अब प्रश्न नम्बर 30 मा जाउँ। प्रश्न नम्बर 30 रहेको छ, तलका कुन कथनले भौतिक मापनलाई जनाउँदैन? तलका कुन कथनले भौतिक मापनलाई जनाउँदैन? भौतिक मापनको गुणको प्रत्यक्ष मापन हो। भौतिक मापनमा गुणको नमुनाको मापन हुन्छन्। भौतिक मापनमा निरपेक्ष शून्यको प्रयोग हुन्छ। तौल, समय, लम्बाइको मापन भौतिक मापन हो। यहाँ भौतिक मापनमा यो निरपेक्ष शून्य भन्ने चाहिँ के हुँदैन, हुँदैन। निरपेक्ष शून्य भन्ने के हुँदैन, त्यसको प्रयोग गरिँदैन। त्यसैले यो गको रङ भयो। अब प्रश्न नम्बर 31 मा जान्छौँ। शिक्षक सेवा आयोगको अध्यक्षको पदावधि कति वर्षको हुन्छ? शिक्षक सेवा आयोगको अध्यक्षको पदावधि कति वर्षको हुन्छ? 3 वर्ष, 4 वर्ष, 5 वर्ष, 6 वर्ष छ। जसको सही उत्तर हो शिक्षक सेवा आयोगको अध्यक्षको पदावधि 5 वर्षको हुन्छ।
त्यसैगरी प्रश्न नम्बर 32 रहेको छ, कक्षा कोठा व्यवस्थापन अन्तर्गत तलका मध्ये कुन पर्दछ? विद्यार्थीको बसाइ व्यवस्थापन, विविधताको व्यवस्थापन, शैक्षिक सामग्रीको व्यवस्थापन, माथिका सबै। यसको सही उत्तर हो माथिका सबै पर्दछन्। यदि च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्नुहोला, ताकि मैले राख्ने नयाँ नयाँ भिडियोहरू तपाईको वालमा सजिलै आउँछ। ओके, प्रश्न नम्बर 33 मा रहेको छ, सिकाइ समस्यामा परेका बालबालिकाका विशेषता तलका मध्ये कुन होइन? सिकाइ समस्यामा परेका बालबालिकाको विशेषता तलका मध्ये कुन चाहिँ होइन त? बोध क्षमता कमजोर हुनु यो सिकाइ क्षमतामा समस्यामा परेका विद्यार्थीको विशेषता हो। समस्या समाधान गर्न सक्ने शक्ति कमजोर हुनु यो पनि हो। ज्ञानको स्थानान्तरण प्रभावकारी रूपले गर्न नसक्नु यो पनि हो। कार्य सम्पादनमा कम समय लाग्नु यो छिटो काम गर्नु भनेको यो चाहिँ के भयो? मिलेन। अब हामी नेक्स्ट क्वेशनमा जाउँ। नेक्स्ट क्वेशन रहेको छ, प्रश्न नम्बर 34 मा रहेको छ, कुनै पनि शिक्षक बढुवाको लागि उम्मेदवार हुन सम्बन्धित श्रेणीको तहमा कति शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेको हुनु पर्दछ? कम्तीमा कतिको नोकरी अवधि पूरा गरेको हुनु पर्दछ? अप्सनहरु रहेको छ 3 शैक्षिक सत्र, 4 शैक्षिक सत्र, 5 शैक्षिक सत्र, 7 शैक्षिक सत्र। यसमा कम्तीमा कति? 5 शैक्षिक सत्र के गरेको हुनु पर्दछ? पूरा गरेको हुनु पर्दछ बढुवाको लागि। त्यसैगरी प्रश्न नम्बर 35 रहेको छ, तलका मध्ये कार्यमूलक अनुसन्धान कुन चाहिँ होइन? तलका मध्ये कुन चाहिँ कार्यमूलक अनुसन्धान होइन भनेको छ, आफ्नो काममा सुधार ल्याउनु, विभिन्न सिद्धान्तहरू प्रतिपादन गर्नु, सामान्य अवलोकन, दैनिक डायरी लेखन र तरिकाको आवश्यकता पर्ने, काम गर्ने व्यक्ति आफै अनुसन्धानकर्ताको रूपमा रही आफ्नो समस्या आफै पहिचान गर्नु। यो घ को मिल्यो, ग को पनि मिल्छ। यो सिद्धान्त प्रतिपादन गर्नु चाहिँ यसको मुख्य उद्देश्य होइन। शिक्षणका क्रममा आइपरेका समस्याहरूलाई समाधान गर्न व्यक्ति स्वयंले नै गरिने एउटा अनुसन्धान हो कार्यमूलक अनुसन्धान भनेको। त्यसै गरेर प्रश्न नम्बर 36 रहेको छ, नेपालको संविधानको कुन धारामा नागरिकको कर्तव्यहरू उल्लेख गरिएको छ? नागरिकका कर्तव्यहरू 4 वटा हुन्छन्। त्यो चाहिँ कुन धारामा उल्लेख गरिएको छ? धारा 48, 49, 50 र 51 छ। यो भाग 3 अन्तर्गतको धारा 48 मा चाहिँ के गरिएको छ? यसको व्यवस्था गरिएको छ। त्यसै गरेर प्रश्न नम्बर 37 रहेको छ, माध्यमिक शिक्षा कति प्रकारको हुने व्यवस्था शिक्षा ऐनमा रहेको छ? माध्यमिक शिक्षा कति प्रकारको हुने व्यवस्था शिक्षा ऐनमा गरिएको छ? जसको सही उत्तर हो 3 प्रकारको, साधारण, प्राविधिक तथा व्यावसायिक र संस्कृत शिक्षा गरेर 3 प्रकारको। त्यसै गरेर गाउँ शिक्षा समितिको सम्बन्धमा शिक्षा नियमावलीमा कुन व्यवस्था छैन? गाउँ शिक्षा समितिले गर्ने कामको नियमावलीमा कुन चाहिँ व्यवस्था छैन? गाउँ शिक्षा समितिको बैठक 2 महिनामा कम्तीमा 1 पटक बस्नेछ। त्यसै गरेर गाउँ शिक्षा समितिको बैठक समितिको अध्यक्षको निर्देशनमा सदस्य सचिवले बोलाउनेछ। त्यसै गरेर गाउँ शिक्षा समितिका 1/3 सदस्यले लिखित अनुरोध गरेमा सदस्य सचिवले जहिले सुकै पनि बैठक बोलाउनु पर्नेछ। गाउँ शिक्षा समितिको बैठकमा गाउँपालिका क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकलाई आमन्त्रण गर्न सकिनेछ। जसको सही उत्तर हो यो अध्यक्षको निर्देशनमा सदस्य सचिवले बोलाउने होइन, यो चाहिँ व्यवस्था छैन है त। यो यति समयमा बस्नेछ भन्ने छ, लिखित अनुरोध गरेबार बोलाउने भन्ने पनि छ र आमन्त्रित सदस्यका रूपमा विद्यालयका प्रधानाध्यापकलाई बोलाउने भन्ने पनि छ।
त्यसै गरेर प्रश्न नम्बर 39 रहेको छ शिक्षक सेवा आयोग नियमावलीमा शिक्षकको कार्य सम्पादन मूल्याङ्कन पुनरावलोकन समितिमा देहायमध्ये को रहँदैन भन्ने छ। देहायका मध्ये कुन चाहिँ रहँदैन त? सम्बन्धित विद्यालयको प्रधानाध्यापक, सम्बन्धित स्रोत केन्द्रको स्रोत व्यक्ति, सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख, सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वयक। यसमा चाहिँ को रहँदैन त? सम्बन्धित स्रोत केन्द्रको स्रोत व्यक्ति चाहिँ यसमा रहँदैन। त्यसै गरी नेक्स्ट क्वेसन रहेको छ स्थानीय सरकार सञ्चालन ऐन 2074 मा उल्लेख गरिएका स्थानीय तहका अधिकार अन्तर्गत कुन पर्दैन? जसको अप्सनहरू छन् स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन, यो छ। विश्वविद्यालयका आङ्गिक क्याम्पसको व्यवस्थापन र सञ्चालन, यो विश्वविद्यालयका आङ्गिक क्याम्पसको चाहिँ यो यसको होइन। ट्युसन कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति र नियमन, यो छ। विद्यालयको नक्साङ्कन अनुमति स्वीकृति समायोजन तथा नियमन, यो पनि छ। भनेपछि यो चाहिँ हाम्रो प्रदेश र सङ्घको उसमा पर्छ। यो प्रदेश, विशेष गरी प्रदेश अन्तर्गत पर्ने कुरा हो यो। त्यसै गरेर हिसाब किताब गर्न तथा त्यसको लेखा राख्नको लागि तलका मध्ये कसलाई उपयोग गरिन्छ? हिसाब किताब राख्नलाई एक्सेस पनि हो, होइन, यो एक्सेस चाहिँ होइन। अनि एक्सेल, यो चाहिँ एमएस एक्सेल भनेको, अनि पावर पोइन्ट यो प्रेजेन्टेसनको लागि हो, यो आउटलुक होइन। भनेपछि यो चाहिँ के हो? हिसाब किताब गर्नको लागि चाहिँ के हो? एक्सेल। भिडियो कस्तो लागिरहेको छ? मन पर्छ भने लाइक कमेन्ट र सेयर गर्नुहोस्। च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नबिर्सनु होला है त। सब्स्क्राइब गरेर सहयोग पनि गर्नुहोस्। तलका मध्ये कुन श्रव्य दृश्य सामग्री अन्तर्गत पर्दछ? टेलिभिजन, भिडियो, भिडियो कन्फरेन्स, आदिका सबै। यसमा यो सबै पर्ने भयो। श्रव्यमा पनि हुनु पर्यो, सुन्नु पनि पर्यो, देख्न पनि, दृश्य पनि हुनु पर्यो। त्यसै गरी यी पुस्तकालयका फाइदामा तलका मध्ये कुन हो? यी पुस्तकालयका फाइदा के छ त? पुस्तकालय व्यवस्थापनको लागि सानो स्थान भए पनि पुग्छ, एकदम ठिक। सजिलैसँग चाहेको पुस्तक पहिचान गर्न सकिन्छ, सर्च गर्न सकिहाल्यो। त्यसै गरेर अत्यन्त कम मूल्यमा सामग्री उपयोग गर्न सकिन्छ। एकचोटि बनाएको कुराले धेरैवटाले एउटै चिजले पुग्ने भयो। भनेपछि यो के भयो? माथिका सबै। त्यसै गरेर प्रश्न नम्बर 44 रहेको छ तलका मध्ये कुन आउटपुट डिभाइसमा पर्दैन? तलका मध्ये कुन चाहिँ आउटपुट डिभाइसमा पर्दैन? स्क्यानर, यसले भनेको इनपुट हो, यसले चित्रहरू स्क्यान गरेर लाने। प्रिन्टरले बाहिर निकाल्ने हो। मनिटरले पनि देखाउने हो। हेडफोनले पनि बाहिर आवाज सुन्ने हो। भनेपछि यो के रहेछ? यो चाहिँ इनपुट डिभाइस रहेछ। त्यसै गरेर प्रश्न नम्बर 52 नम्बर 42 चाहिँ हो। प्रश्न नम्बर 42 रहेको छ 1 भन्दा सानो तर ल्यान भन्दा ठुलो कम्प्युटरको नेटवर्कलाई के भनिन्छ? ल्यान भनेको सबैभन्दा सानो लोकल एरिया नेटवर्क, 1 भनेको यो वाइड एरिया नेटवर्क, म्यान यो भनेको मेट्रोपोलिटन एरिया नेटवर्क। यो 1 भन्दा सानो, ल्यान भन्दा ठुलो हुन्छ। त्यसै गरेर यो 45 रहेछ, 42 भन्दा पनि। यो चाहिँ प्रश्न नम्बर 45 चाहिँ रहेछ है। त्यसै गरेर प्रश्न नम्बर 46 रहेको छ कम्प्लिट एनालगस पेयर। यिनीहरूको यो पेयरहरूलाई मिलाउनुहोस् भनेको छ। जस्तो प्यारोटको केज भए जस्तै म्यानको के हुन्छ भनेको छ? प्यारोटको केज, म्यानको के हुन्छ त? प्यारोटको केज भए जस्तरी मान्छेको के हुन्छ? प्यारोटलाई पनि थुनेर राखेको त्यो पिञ्जरा। मान्छेको के हुन सक्छ? प्यारोटको जस्तै यो जेल। प्यारोटलाई पनि जेलमा राख्या हो नि, पिञ्जरामा। त्यो भएर मानिसको के हुन्छ? घर होइन। प्यारोटको आफ्नै घर त होइन, नेक्स्ट भनेको भए चाहिँ हुन्थ्यो।
त्यही भएर म्यानको चाहिँ के भयो? प्रिजन भयो, जेल, मान्छेको पनि जेल। भिडियो मन पर्छ भने लाइक, कमेन्ट र शेयर पनि गर्नु होला। त्यसै गरेर प्रश्न नम्बर 47 रहेको छ, एउटा सामान 10% नोक्सानमा बेच्दा रु 810 हुन्छ भने वस्तुको क्रय मूल्य कति होला? 10% नोक्सानमा बेच्दाखेरि कति भयो रे? 810 हुन्छ भनेपछि अब यहाँ यसबाट हेर्यौं भने 800 को 10% 810 हुने कुरा भएन। अप्सनहरुबाट गयो भने छिटो हुन्छ, किनकि हामीलाई यहाँ अंकित मूल्य चाहियो, यो क्रय मूल्यको कुरा चाहियो। क्रय मूल्य अब विक्रय मूल्यबाट क्रय मूल्य निकाल्न अलि गाह्रो हुन्छ। 900 को 10% भनेको 90 रुपैयाँ, 900 मा 90 घटायो भने 810। हाम्रो के छ? यो सही रहेछ। अब 1200 को हुन्थ्यो भने के हुन्थ्यो? 10% 120 हुन्थ्यो, 1080 हुन्थ्यो। त्यो भएर 445 त जानु हुने कुरै भएन। अब यहाँ छुटेको संख्या पत्ता लगाउनुहोस् भनेको छ। यहाँ दिएको छ यो छुटेको संख्या, हामीले यो के चाहिँ पत्ता लगाउनु पर्यो? यो छुटेको संख्या चाहिँ पत्ता लगाउनु पर्यो। यहाँ 1 छ, 1 2 3 4। अब यहाँ हेर्यौं भने यसको फर्मुलामा हेर्ने हो भने मिल्दैन। 1 मा 2 जोडे 3 हुन्छ, 4 मा 5 जोडे 9 हुन्छ, तर यहाँ 6 मा 7 जोड्यो भने 13 हुन्थ्यो। तर यो यस्तो अप्सन छैन, जोडेर गर्न मिलेन। अब घटाएर गर्ने हो भने पनि 3 मा 2 गरे 1, 9 मा 5 घटे 4। अब कतिमा 5 7 घट्दा 6 हुन्छ त? 13 मा। त्यो भएर त्यो पनि अप्सन मिलेन। अब यहाँ हेर्ने हो भने 1 छ, 2 छ, 3 छ, 4 छ, 5 छ, 6 छ, 7 छ, 9 छ, 8 चाहिँ छैन। त्यो भएर हामीले के गर्ने? 1 देखि 9 सम्मका अंकहरु हेर्यौं। ए सबै गर्दाखेरि एक के छ? 1 देखि 9 सम्मका अंकहरु मिलाएर राखिएको छ। त्यसै गरेर प्रश्न नम्बर 49 रहेको छ, 2, 3 र 4 मिनेटको फरकमा क्रमशः बज्ने तीनवटा घण्टीहरू बिहानको 10 बजे एकैसाथ बजे भने अब कति समयपछि बज्छन्? एकसाथ बज्नलाई कति समय होला? अब हेर्यौं भने अब यो 2, 3 र 4 मिनेटको फरकमा बज्छन् भने जहिले पनि हामीले यस्तोमा के गर्ने? तिनीहरूको लस लिने। के गर्ने? तिनीहरूको लस लियौं भने 2, 3, 4 को लस के हुन्छ? 3 चौको 12, तसर्थ यहाँ के हुन्छ? 12। 2, 3 र 4 को लस के हुन्छ? 12 हुन्छ। तसर्थ यो के हुन्छ? 2 को दुनामा पनि जाने, 3 को दुनामा पनि जाने, 4 को दुनामा पनि जाने, सबैभन्दा सानो अंक के हो त? 12 हो। त्यो भएर 12 मिनेटपछि एकसाथ बज्ने रहेछन्। त्यसै गरेर अन्तिम तथा 50 नम्बर प्रश्न रहेको छ, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई नेपालको संविधानले कुन भागमा व्यवस्था गरेको छ? राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई नेपालको संविधानले कुन भागमा व्यवस्था गरेको छ? अब पहिलो हाम्रो सार्वभौम सत्ता उ छ, दोस्रोमा नागरिकता, तेस्रोमा मौलिक हक, 4मा राज्यका निर्देशक सिद्धान्त र तथा नीति तथा दायित्व। तसर्थ हाम्रो सही उत्तर के भयो? भाग 4 मा के गरेको छ? निर्देशक सिद्धान्त, नीति तथा दायित्व। यो चाहिँ हाम्रो केमा छ? भाग 4 मा रहेको छ। हस् त, भिडियो कस्तो लाग्छ? मन पर्छ भने लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनु होला। हस् त, धन्यवाद।